जुन देशमा 3 वर्षीय बालिका समेत बलात्कारपछि मारिन्छ त्यहाँ आम नागरिकले आफू सुरक्षित छु भनेर कसरी विश्वास गर्ने? यो केवल गरिमा चौधरीको घटना होइन, यो राज्यको सुरक्षा, कानुनको कार्यान्वयन र हाम्रो सामाजिक चेतनामाथि उठेको गहिरो प्रश्न। गरिमाको मृत्युले देश फेरि सडकमा छ, संसदमा आवाज उठिरहेको छ, दोषीलाई कठोर सजायको माग भइरहेको छ। चेलीले बाँच्न पाउनुपर्छ, नाच्न पाउनुपर्छ भन्ने विषयमा गम्भीर हुन जरुरी छ। बलात्कारी र भ्रष्टाचारी प्रमाणित भएको खण्डमा अन द स्पोट ठोक्ने कानुनको व्यवस्था तत्काल लागू गर्न आह्वान गर्दछु। कतिपयले त मृत्युदण्डसम्मको माग गरिरहेका छन्। राप्रपा सांसद खुशबु ओलीले पनि प्रतिनिधि सभामै बलात्कार र हत्या जस्ता जघन्य अपराधमा मृत्युदण्डबारे बहस गर्नुपर्ने माग गरिरहेकी छन्। छोरीहरू गुमाइरहने र प्रोटोकलका पाना र संविधानका धारा पल्टाइरहने हो। भारतलाई यस्तो प्रोटोकल आवश्यक परेन, त्यहाँ मृत्युदण्डको व्यवस्था छ। नेपाललाई किन यस्तो प्रोटोकलको आवश्यकता पर्यो र मृत्युदण्ड किन छैन? तर यहाँ एउटा कठोर वास्तविकता पनि छ। नेपालको संविधानले मृत्युदण्ड दिने गरी कानुन बनाउन निषेध गरेको, त्यसैले सडकमा उठेको मृत्युदण्डको माग अहिले भावनात्मक आक्रोश मात्र होइन, राज्यको दण्ड प्रणाली पर्याप्त छ कि छैन भन्ने गम्भीर बहस पनि हो। तर मृत्युदण्डको बहस गर्नु अघि एउटा प्रश्न झन् ठुलो छ, हामीसँग अहिले भएका कानुन नै इमानदारीपूर्वक कार्यान्वयन भइरहेको छन् त? निर्मला पन्तलाई सम्झनुहोस् त, 13 वर्षीय निर्मला बलात्कारपछि मारिन्, वर्षौं बिते, तर अपराधी पहिचान र न्यायको प्रश्न अझै नेपाली समाजको स्मृतिमा जीवित छ। सुर्खेतकी 16 वर्षीय इनिसा विकलाई सम्झनुहोस् त, उनी बलात्कारपछि मृत्युको शिकार भइन्। यी नामहरू केवल समाचारका शीर्षकहरू होइनन्, यी राज्यले जोगाउन नसकेका जीवनका नामहरू हुन्। र अहिले फेरि गरिमा 3 वर्षकी बच्ची जसलाई संसार बुझ्नु सिक्नुपर्ने थियो, आमाको काखमा खेल्नु पर्ने थियो, विद्यालय जानुपर्ने थियो, तर उनको जीवन एउटा अपराधीले फोस्यो। त्यसमाथि घटनाको अनुसन्धानका क्रममा आरोपित किशोरको बयानको भिडियो नै बाहिरियो। अनुसन्धान कक्षमा खिचिएको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भयो र त्यसपछि भिडियो खिचेको आरोपमा एक प्रहरी हवलदार पक्राउ पनि परे। तर त्यो भिडियोमा देखिएको आरोपीको हाँसो र प्रस्तुतिले समाजलाई अर्को किसिमले झस्काएको छ। झन् गृह मन्त्रालयमा खिचिएको भिडियो बाहिरिएको विषयमा राष्ट्रसभाका महामन्त्री विपिन आचार्यले समेत गृह मन्त्रालयको यस्तो पचामुखी शैलीलाई प्रश्न उठाउँदै भनेका छन्, सरकारले न्याय दिने हो कि जमाजमी भिडियो बनाउने? अपराधको सत्य अदालतले प्रमाणको आधारमा निर्धारण गर्ला, आरोपित दोषी हो या होइन त्यो न्यायिक प्रणालीले टुङ्ग्याउँछ। तर यस्तो जघन्य घटनाको बयान दिँदा समेत देखिएको असंवेदनशील हाँसोले समाजको अन्तरआत्मामै अर्को चोट पुर्याएको छ। अपराध केवल शरीरमाथि हुने हिंसा होइन, कहिलेकाहीँ मानव संवेदनामाथि मृत्यु पनि त्यत्तिकै भयावह हुन्छ। अझै दुःखद कुरा, यही संवेदनशील विषयमा सार्वजनिक पदमा रहेका व्यक्तिहरूको भाषा र व्यवहार समेत विवादमा परेको छ। सांसद हर्क साम्पाङले मन मिले चमत्कार, नमिले बलात्कार भन्ने अभिव्यक्ति दिएपछि सांसद खुशबु ओलीले त्यसको कडा प्रतिवाद गरेकी छ। मन मिलेको बेला चमत्कार, मन नमिलेपछि बलात्कार भन्ने हिसाबले पुरुषहरू पनि पीडित भएका छन्। जबरजस्ती गर्दाखेरि कुनै चमत्कार हुँदैन। सम्बन्ध जति नै राम्रो होस्, नो मिन्स नो भन्ने कुरा हामीले बुझ्न आवश्यक छ। ओलीले जबरजस्ती जहाँ हुन्छ त्यहाँ चमत्कार नभई अपराध हुने स्पष्ट पारेको छ। हुन त साम्पाङले बलात्कारीलाई निर्मम सजाय हुनुपर्ने र कानुनसँग डर हुनुपर्ने पनि बताएका छन्। तर बलात्कार जस्तो अपराधबारे बोल्दा शब्द मात्र होइन, संवेदनशीलता पनि चाहिन्छ, किनकि पीडितको परिवारले भाषण सुनेको हुँदैन, उनीहरूले आफ्नै सन्तानको अभाव भोगिरहेका हुन्छ। अब यो राज्यसँग एउटा प्रश्न छ, सडक तातेपछि मात्रै सरकार किन जाग्छ? जब घटना हुन्छ, घटना भएपछि मात्रै कानुन किन सम्झिने हो? पीडितको परिवार रोएपछि मात्रै राज्यको संवेदनशीलता जाग्ने हो र राज्य अनि भुइँमा बसेको फोटो सार्वजनिक गर्न थाल्ने हो? सरकारको काम घटना भएपछि श्रद्धाञ्जली दिनु होइन, घटना हुनु अघि नागरिकलाई सुरक्षित बनाउनु। कानुन कठोर हुनुपर्छ, यसमा कुनै दुविधा छैन। अनुसन्धान निष्पक्ष हुनुपर्छ, अभियोजन प्रभावकारी हुनुपर्छ, दोषी प्रमाणित भएपछि सजाय निश्चित हुनुपर्छ र पीडितको चरित्रमाथि जुन किसिमको प्रश्न उठाउने अहिले हाम्रो सामाजिक मानसिकता छ त्यसको पनि अन्त्य हुनुपर्छ। मृत्युदण्ड दिने कि नदिने भन्ने बहस पनि होस्, तर त्यो बहस आक्रोशमा होइन, प्रमाण, संविधान, मानव अधिकार र न्याय प्रणालीको गम्भीर अध्ययनको आधारमा हुनुपर्छ। किनकि गलत मानिसलाई सजाय दिनु पनि न्याय होइन, तर दोषीलाई सजाय नदिनु झन् ठुलो अन्याय। गरिमा, इनिसा, निर्मला र यस्ता घटनाका पीडितहरूको नाम फेरि फेरि समाचारमा दोहोऱ्याउनु नपर्यो। हामी हरेक पटक नयाँ गरिमाको नाम लिएर सडकमा आउनु नपरोस्। हामीलाई यस्तो राज्य चाहिएको छ जहाँ छोरी सुरक्षित हुन सरकारलाई आन्दोलनबाट दबाब दिन नपरोस्। अब भाषण होइन, न्याय चाहिएको छ। अब सहमति होइन, सुरक्षा चाहिएको छ। अब आश्वासन होइन, दोषीलाई कानुनको कठघारामा उभ्याएको परिणाम चाहिएको छ।
गरिमाका लागि न्याय केवल एउटा परिवारको माग होइन, यो राज्यसँग नागरिकले गरेको न्यूनतम अपेक्षा हो। धन्यवाद।